सुरुको ल्याब यति कुदाम एक दुई ल्याब चाहिँ बिस्तारै हाल्नु भाइ 2 जना रेस खेलौँ के 4 जना होइन यसको अन गर्ने कहाँ हो साह्रो रहेछ यार Bye, have a great time. Bye, have a great time. Bye, have a great time. I'm sorry, man. चस्मा लाउँदा सजिलो हजुर हाम्रो हरि सर चाहिँ ब्रह्मास्त्र समातिसकेपछि हरिबाट राम हुनु भएको छ रामजीको ल अनि यहाँ चाहिँ हुनुहुन्छ 5 पाण्डवको कान्छो भाइ किन काँडेछ मजा आयो मजा आयो अब हाम्रो नयाँ खेलाडी खतरोको खेलाडी रामपुत्र आउनु भएको छ मैदानमा र यो मैदानमा यो धनुष उहाँले कहाँसम्म हान्न सक्नुहुन्छ हामी हेर्ने धनुष पहिले गयो ओ यो ओलम्पिक चाहिँ हान्न लास्ट नगर्ने यार अहिले जे पाइदियो हान्न यार
हामी त हारिहाल्छौँ नि 10 वटामा 9 वटा चाहिँ बाहिर हान अर्को कुरा त्यस्तो एकदम ठिक कुरा अनुभव है छाडिदिनु त्यही भएर नसिकाउनु हान्ने हो सिधै हान्ने यसले उल्टो समाते हो क्या सिधा राख्नु दाइ त्यो त भन्नुभएको थिएन त हामीलाई यो कसरी यो यहाँबाट माथिबाट हान्ने अलि यताबाट तान न यहाँ समातेर यता टाइम लिमिट होइन नि थर्डमा म छु साथीहरू होइन अब यसले मलाई जित्छ कि जित्दैन हेरौँ थर्डले कति रुपियाँ पाउने रे 300 मात्रै होइन होला 17 टाइ भयो होइन मसँग म सपोर्ट गरिहाल्छु नि साथीलाई दाइ हाम्रो ड्र भयो भने 1-1 सर्ट हान्न दिनु ल साथी ड्र पाएर 1-1 सर्ट हान्न दिनुहुन्छ अरे क्या दाइले ल छोड न ड्र पाएर बाहिर हान्दिउँछ के हो अरे उसको रिसोर्टको नाम के हो यही हो रिसोर्ट होइन कटेज एन्ड रेस्टुरेन्ट तर ठक्क अब यहाँ के अरे हामीलाई लिन के आउँछ अरे मोटे मोटर बोटै आउँछ तर मलाई फेवा भन्दा यता राम्रो लाग्यो बेगनासै राम्रो लाग्यो यहाँ जेट स्की भयो कस्तो मजा आउँथ्यो होला है बेगनासमा यो मुला त्यहाँ लेक छैन भएको यहाँ उवाला सिडी हुन्थ्यो क्या सिडी भन्दा यो राम्रो छैन त्यो त मलाई थाहा भएन तर ठाउँ चाहिँ उता भन्दा यता राम्रो लाग्यो बेगनास लेक ओभर फेवा लेक पानी पो तिर्खा लाग्यो यार भाँचिन्छ होला हौ ह्यामक रहेछ नि त्यहाँ ह्यामकमा बस्छ नि एकचोटि ओइ बस्नु जाऊ ल दामी छ त हौ त्यसमा बसौँ न बरु अनि सामान हाम्रो त्यो बोर्डमा कहाँ अट्छ त अनि होटल त्यही माछा पनि त्यही फार्मिङै छ त सब पानी डुब्दैन नि फिस फार्मिङ त्यही छ त अट्दैन हौ यो पनि तान्छ कि तान्दैन यो तान्दैन अहिले सामान त अट्दैन हौ यो बोर्डमा 2 लट जानै पर्छ त्यही त भित्र पनि अनि सामान हुने पर्दैन हामी ठुलै चढ्छ ओइ त्यो चिप्ले लायो भाइ बिस्तारै चढ ओइ सनसेट त कस्तो दामी थियो यार यताबाट